यदि तपाईको कुनै एउटा दाँत छैन र त्यसमा चाहिँ फिक्स दाँत लगाउन सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि। फिक्स दाँत लगाउनको लागि चाहिँ टोटल दुईवटा अप्सन हुन्छ। पहिलो अप्सन भनेको चाहिँ डेन्टल इम्प्लान्ट र दोस्रो अप्सन भनेको चाहिँ डेन्टल ब्रिज। डेन्टल इम्प्लान्टमा के हुन्छ त भन्दाखेरि दाँत नभएको ठाउँमा चाहिँ कृत्रिम जरा रोपेर यसमा चाहिँ कभर राख्ने हुन्छ। डेन्टल ब्रिजमा के हुन्छ त छेउछेउको दाँतहरुलाई काटेर दुईटा दाँतको सपोर्ट लिएर बिचमा दाँत राख्ने हुन्छ। डेन्टल इम्प्लान्ट र डेन्टल ब्रिजको चाहिँ आफ्नै फाइदा र बेफाइदाहरू छन्। जस्तै डेन्टल इम्प्लान्टमा के हुन्छ त एकदमै लुक्स नेचुरल देखिन्छ, प्राकृतिक देखिन्छ र दोस्रो फाइदा भनेको चाहिँ यसमा चाहिँ वरिपरिको अथवा छेउछाउको दाँतहरू चाहिँ काट्नु पर्दैन र तेस्रो भनेको चाहिँ यो चाहिँ एकदमै लङ टर्मसम्म चाहिँ टिक्ने हुन्छ। तर डेन्टल ब्रिजमा के हुन्छ त छेउछाउको दाँतहरू चाहिँ काट्नु पर्ने हुन्छ हैन। यसलाई चाहिँ आधार बनाएर बिचमा खाली भएको ठाउँ अथवा दाँत नभएको ठाउँमा चाहिँ दाँत राखिन्छ, जसलाई चाहिँ डेन्टल ब्रिज भनिन्छ। डेन्टल ब्रिजमा चाहिँ आफ्नो नेचुरल दाँतलाई चाहिँ प्रिपरेसन गर्नुपर्ने हुन्छ। तर फाइदा के छ त यो चाहिँ एकदमै कम समयमा डेन्टल ब्रिज राख्न सकिन्छ। अर्को भनेको चाहिँ सर्जरीहरू गर्नु पर्दैन र डेन्टल ब्रिजको खर्च चाहिँ डेन्टल इम्प्लान्ट भन्दा चाहिँ कम लाग्ने हुन्छ। डेन्टल इम्प्लान्टको बेफाइदाहरू के छन् त डेन्टल इम्प्लान्टमा चाहिँ सर्जरी गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ यो चाहिँ बढी एक्सपेन्सिभ अथवा बढी खर्चिलो हुन्छ। त्यसैगरी यसमा चाहिँ अलिकति बढी समय लाग्ने हुन्छ। तर यदि तपाईलाई फिक्स दाँत राख्न मन छ तर समय कम छ, कम खर्च गरेर चाहिँ दाँत राख्न मन छ भने डेन्टल ब्रिज पनि एकदमै राम्रो अप्सन हुन सक्छ। धेरै जनाले के सोच्नुहुन्छ भन्दाखेरि चाहिँ एउटा मात्रै दाँत नहुँदाखेरि मुखमा के नै फरक पर्छ र, मुखमा त 32 वटा दाँत हुन्छ, 32 वटा दाँतले त काम गरिहाल्छ नि भन्ने हुन्छ। तर एउटा दाँत नहुँदाखेरि चाहिँ सबै दाँतको रिलेसन बिग्रिन सक्छ। जस्तै तपाईको तलको एउटा दाँत छैन भने चाहिँ के हुन्छ त अगाडि र पछाडिको दाँतहरु ढल्किने हुन्छ, माथिको दाँतहरु सुप्राय भएर चाहिँ तल झर्ने हुन्छ, छेउछेउको दाँतमा चाहिँ ग्याप भएर किराले खाने हुन्छ हैन। धेरै समस्याहरू आउन सक्छ। यसरी बिस्तारै चेन्जेसहरु देखिन थाल्छ र के हुन्छ त फेसमा पनि नराम्रो असर गर्न सक्छ। यदि तपाईहरुको पनि कुनै दाँत छैन र त्यसमा फिक्स दाँत लगाउनु पर्ने छ भने दन्त चिकित्सक अथवा एनएमसी रजिस्टर्ड डाक्टरसँग परामर्श लिएर फिक्स दाँत राख्न सक्नुहुन्छ। यति भन्दै म डाक्टर सरोज कुमार शाह आजले बिदा चाहन्छु। नमस्ते।